यो भाइलाई के भएको भने हेर्नु यत्रो भल आइरहेको छ हेर्नु यो लुङ्ग्री खोला उर्लेको हेर्नु हेर्नु अनि यो केटा चाहिँ ए भाइ के गरेको तिमीले किन त्यस्तोमा गएको जानी जानी मर्ने मान्छे के हो अब बगाउँछ नि केटा माछा छोप्न गएको रहेछ हेर माछा छोपिरहेको त्यस्तो अप्ठ्यारो ठाउँमा गएर ए मोबाइल 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 के गरे होला हेर्नु न यो मान्छे ओ त्यो मान्छे उद्धार गर्नुहोस् त के गरिरह होला हेर्नु यो मान्छे कस्तो पागल रहेछ हेर्नु न भनेकै नमान्ने अघि न सानो थियो नि हामीले भाग भन्दा भन्दा हाम्रो कुरै सुनेन ओहो हेर्नु त हेर्नु नि के गरे होला ल ल ल छिटो उद्धार गर्न पर्यो हो के गरे होला हेर्नु यत्रो भल आइरहेको छ बिसौरी गरेको छ हेर्नु न अलि लामो हाल न अलि लामो हो अलि अरू अरू मान्छे जाम न हेलो ठुलो आइरहेको छ अनि के गरे होला यार यो मान्छे हेर्नु न यार कस्तो मान्छे रहेछ हेर्नु न बाँच्यो बाँच्यो केटा बाँच्यो बाँच्यो हो भाग्य बोल्नु रहेछ मूर्ख केटा मूर्ख केटा हान्नुहोस् त त्यसलाई एक झापट हान्नुहोस् त कानपट्टीमा हान्नुहोस् त त्यसलाई कस्तो मान्छे रहेछ यार पागलै रहेछ नि यो भलाइरहेछ त्यो जानी काल खोज्न गएको हेर्नु न यत्रो भलाइरहेको छ कस्तो मान्छे रहेछ यार हामी पुलबाट हेरिरहेछौँ साजन कुमार थापा हुनुहुन्छ यहाँ जे भए पनि त्यो मान्छे बाँच्यो म त मर्यो भनेको उद्धार गर्यो टोलीले मर्थ्यो नि यार मर्थ्यो के जानी जानी हेर्नु न काल खोज्नु गएको माछा छोप्ने मान्छे हेर्नुहोस् त बगरमा वाह 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 आज माछाको झोल चाहिँ खाने भए सब चाहिँ सुलिचौरवासीले छिर्ने सुलिचौर र बाजाघाटवासीले नानी माछा छोप्नु जान्ने हो बाबु माछा छोप्नु जान्नु तिमी ल हो क्या लोग यहाँ